एकोमोडेसन दिएको छ होटलले नै। नमस्ते सबैजनालाई, म चाहिँ अहिले यसको ठाउँको तल जाँदैछु हैन। यहाँ चाहिँ एकदमै एउटा राम्रो ठाउँ छ। म चाहिँ यहाँ आइपुगे हैन, ठ्याक्कै यहाँ यो पार्क चाहिँ हाम्रो एकोमोडेसनको जम्मा 1-2 मिनेट हैन, 2 मिनेट 3 मिनेटमा चाहिँ आइपुग्छ। यो चाहिँ राम्रो छ एकदम, बच्चाहरूको लागि खेल्नको लागि बनाएको छ, रेस्ट गर्नको लागि, काम गरेर आएपछि थाकिन्छ नि तिनीहरूको लागि बनाएको छ। त्यो बच्चाको कार चाहिँ सही छ, यस्तो स्पिडमा आउँछ हैन। उताबाट अर्को आउँदैछ फेरि हैन। यो टाइम भयो भने त कति राम्रो हुन्छ होला यार। यस्तो त खेल्नै पाउँदैन थियो हामी, मतलब बच्चा हुँदा पैसै हुँदैन थियो हैन। यति किन्ने बुवा मम्मी पनि अब सोच्नुहुन्थ्यो, भन्न पनि सकिँदैन थियो बुवा मम्मीहरूलाई यति यस्तो किन्छौँ भनेर, यस्तो किनिदिनु भनेर। अहिले चाहिँ यिनीहरूलाई हेर्दा हैन त्यो लाग्छ भने लडिरहेछ यहाँ चाहिँ अर्कोलाई चाहिँ भन्छ। यहाँ चाहिँ राम्रो राख्दा रहेछ। विदेशमा चाहिँ यही सिस्टम हो भने यहाँ चाहिँ फ्रीमा हुन्छ हैन, सबै राम्रोसँग खेल्छ भने यिनीहरू। यहाँ पिङ खेल्न पाउँछ। अनि ठ्याक्कै यो प्ले ग्राउन्डको अपोजिटमा चाहिँ यहाँ चाहिँ पार्क छ। यहाँ चाहिँ मान्छेहरू बस्छ, रेस्ट गर्छ, रिल्याक्स गर्छ आफ्नो साथीहरूसँग। टन्नै मान्छे हुन्छ यहाँ चाहिँ एकजनालाई साइकल सिकाउँदैछ, आउँदैन हैन, त्यसले चाहिँ त्यो पछाडि केटीलाई साइकल सिकाउँदैछ। 3 जना बसेको छ भने 3 जना। यहाँ यो एरियामा हैन नेपालीहरूको चाहिँ छोराछोरी त्यस्तो खासै छैन। इन्डियनको पनि एउटा दुईटा मात्रै छ, तर धेरैजनाको भनेको विदेशीहरूको चाहिँ छोराछोरी छ, गोरेहरूको। यो पार्कको वरिपरि चाहिँ हैन सबैतिर वरिपरि इमेरिट्सको त्यो फ्लाइट हुन्छ नि, इमेरिट्स फ्लाइटको एरोप्लेनको चाहिँ सब स्टाफहरू यहीँ बस्छ। यिनीहरूको सबको त्यो बिल्डिङ 1, बिल्डिङ 2, बिल्डिङ 3 भनेर सबहरू हैन यसकै छेउमा बस्छ, यिनीहरूकै छेउमा। अनि हाम्रो बिल्डिङ चाहिँ ठ्याक्कै यसको पछाडि छ, यो रुखको पछाडि। यो पार्क चाहिँ स्पेसली बच्चाहरूको लागि हो। यो चाहिँ प्लेग्राउन्ड हो हैन। यिनीहरू चाहिँ पढेर आउँछ जान्छ अनि यहाँ आएर चाहिँ टाइम बिताउँछ आफ्नो, धेरै जस्तो यहीँ खेल्छ, बुवा मम्मीसँग आउँछ अनि यहीँ खेल्दै बस्छ, या साथीहरूसँग आउँछ अनि खेल्दै बस्छ। अब यो पार्कभन्दा अगाडि गयो भने हामी हैन यहाँदेखि चाहिँ गयो भने हैन हामी ठ्याक्कै मल पुग्छौँ। मल यहाँ नजिक एउटा मल छ, सिलिकन मल। यो ठ्याक्कै यो पार्कबाट यता हैन अपोजिट साइडमा चाहिँ रोड छ, त्यहाँदेखि चाहिँ बाहिर निस्किन्छ। यही भड्याङबाट माथि गयो भने चाहिँ रोड पुग्छ। रोड पनि माथि छ भने यो भड्याङ चढ्नुपर्छ अनि मात्रै रोड आइन्छ भने। हामी तल छौँ यहाँ अहिले चाहिँ। माथि पुगिसकेपछि हैन अनि रोड आउँछ भने। माथि आउने बित्तिकै हैन यस्तो देखिन्छ। त्यहाँ चाहिँ सिलिकन सेन्ट्रल भन्ने मल छ। यो ठाउँमा चाहिँ सपिङको लागि मात्रै हो, ब्याङ्कहरू हो अनि अफिसहरू हुन्छ, त्यस्तो खासै केही छैन हैन। महँगो एरिया हो यो चाहिँ। मेरो एरियाको हैन सबभन्दा मेन ठाउँ यही भनौँ न, यही ठाउँ हो। योभन्दा चाहिँ धेरै खासै छैन। त्यहाँ भनेको त्यही हो, सपिङहरू गर्ने मल्सहरू मात्रै छ, दोकानहरू मात्रै छ। यहाँदेखि चाहिँ यही बिल्डिङहरू देखिन्छ। यो बिल्डिङ अहिले अघि नै मैले देखाएको थिएँ नि, इमेरिट्सको बिल्डिङ हो भनेर। यहाँ बस्छ मान्छेहरू, त्यो फ्लाइटको मान्छेहरू, स्टाफहरू, त्यही बिल्डिङ हो। ठाउँ चाहिँ बस्नको लागि घुम्नको लागि चाहिँ राम्रो छ। महँगो चाहिँ महँगो छ तर शान्त छ, एकदम राम्रो छ। मान्छेहरू त्यस्तो खासै क्यार छैन हैन, बुझ्ने मान्छे सबै छ। हेर्नु कति राम्रो छ हैन। यहाँ चाहिँ बस्दा हुन्छ। अब बस्दा मन छ भने चाहिँ कसैलाई, म चाहिँ यहीँ बस्छु हैन। मलाई एकोमोडेसन दिएको छ होटलले नै, यहाँ बस्छु। यति नै हो। यो चाहिँ राति सबजना गइसकेपछि यसरी चाहिँ पानी हालिदिन्छ यो प्लेग्राउन्डमा चाहिँ। अनि कस्तो राम्रो देखिन्छ भने यसरी पानी हालिदिन्छ अनि हरियो भइरहेको हुन्छ यो चाहिँ। म चाहिँ अहिले आफ्नो ठ्याक्कै एकोमोडेसन आइपुगेँ हैन। यहाँ चाहिँ एकोमोडेसनको छेउमा चाहिँ केही छैन, सबै सम्मै छ। त्यहीँ जानुपर्छ, उतै पछाडिसम्म जानुपर्छ, यहाँ केही छैन। यो चाहिँ मेरो एकोमोडेसन हैन। यहाँ चाहिँ नजिकै केही छैन भने सम्म छ, केही छैन। न त अगाडि छ, न त लेफ्टमा छ, न त दायाँ छ, न त बायाँ छ, न त पूर्व छ, पश्चिम छ, केही छैन। यति मात्रै छ। यो बिल्डिङ छ एउटा, यो बिल्डिङ छ, अरू त उतै हो। हामी जहाँबाट आयौँ नि त्यहीँबाट। यति नै हो। म चाहिँ अब रुमतिर लाग्छु, रेस्ट गर्छु। अब अर्को भिडियोमा भेटौँला है त, बाई।